बस हाम्रो क्यामेराम्यान सक्छ त हाम्रो क्यामेराम्यानलाई सालीहरू ल हेर्नुहोस् एङ्गलमा फोटो खिचिरहेको यहाँ ओ हाम्रो बस चाहिँ पर्फेक्ट हो क्या फेरि ड्राइभर पनि हो एसिसिए पनि हो डान्सर पनि हो भ्लगर पनि मतलब वो अलग ही लेवल का बंदा लभर पनि हो फेरि ट्रु लभर है फेरि पुरै हुन्छ नि भिडियो सेसन फोटो सेसन सबै चलिरहेको छ हाम्रो राजाजी कस्तो सुतेर सो हेलो गाइज एन्ड वेलकम टु माई च्यानल आज चाहिँ हामी कहाँ जाँदैछौँ नुवाकोटको कुन ठाउँ थाहा छैन ल ठिक छ हामी 3 जना छौँ त्यहाँडा आरती रिसोर्टतिर हाम्रो आजको यात्रा हेर्दै गरौँ होला हाम्रो बस सिग्मा बस इज हियर ओ ठिक छ ल हामी निस्किने हो अब निस्किम ल भित्र छिरौँ त म ल हामी छिर्छौँ रमाइलो गर्छौँ हाम्रो भ्लग हेर्दै गर्नु होला टिल देन बाबाई भनेर भन्दैन घर त सुरु भयो ल सुरु भयो ठीक है हाम्रो हाई गर्नुहोस् बाई गर्नुहोस् ल तपाईँहरूलाई यात्रा पनि देखाउँछु कस्तो हुन्छ हाम्रो यात्रा होइन हाम्रो बस त चलाउनु हुन्छ हाम्रो बस हुँदा टेन्सनै लिने होइन नि त हामीले सुरु गरौँ त ल लेट्स गो धेरै पछि लङ भिडियो बनाउँदैछु आइ एम अबिट नर्भस अबिट के भन्छ एक्साइटेड मिक्सचर अफ एभ्रिथिङ क्या इमोसन हुन्छ नि एउटा इमोसन त्यो त कुरै जति कुरा गरेर पनि सकिँदैन क्या त्यति छ यो ल हामी लागेको यो टोखाबाट होइन हामी ल साथीहरू हामी चाहिँ सूर्य चौ नजिकै आएर एकछिन रेस्ट लिइरहेका छौँ देख सक्नुहुन्छ तपाईँहरूले बस हाम्रो क्यामेराम्यान सक्छ त हाम्रो क्यामेराम्यानलाई साथीहरू ल हेर्नुहोस् एङ्गलमा फोटो खिचिरहेको यहाँ ओ यतिको रमाइलो छ क्या होइन यसो एकछिन रेस्ट गर्छौँ अनि सिधै अब चाहिँ ओह्रालो हुनेवाला छ हाम्रो हेर्नुहोस् मौसम पनि एकदम अनुकूल छ होइन त साथीहरू ल अब हामी टाइम वेस्ट नगरिकन लाग्छौँ अगाडि ल साथीहरू टर्निङ छ होइन र गीत पनि दामी हामी पनि दामी पाराले गइरहेछ कसको मन बदलियो ल हेर्नुहोस् साथीहरू हाम्रो बस चाहिँ पर्फेक्ट हो क्या फेरि ड्राइभर पनि हो एसिसिए पनि हो डान्सर पनि हो भ्लगर पनि हो सबै हो क्या हाम्रो बस चाहिँ फेरि लभर पनि हो फेरि ट्रु लभर है फेरि बस रुलाएगा क्या सो गाइजहरू हामी चाहिँ एकछिन छरेमा रोक्छौँ किन भन्दाखेरि खाना खाएको छैन नि त भोक लागिसक्यो यहाँ चाहिँ फोटो सेसन चलिरहेको छ अनि खाना चाहिँ बन्दैछ होला सायद त्यसरी मैले एकछिन भिडियो बनाउने टाइमिङ लिएँ क्या टाइम त्यसबाट यिनीहरूको यहाँ पुरै हुन्छ नि भिडियो सेसन फोटो सेसन सबै चलिरहेको छ र यहाँ चाहिँ मेरो भ्लग चलिरहेको छैन साथीहरू खाना चाहिँ भित्र गएर खान्छौँ फोटोग्राफर र यहाँ मोडलको कमै छैन क्या यहाँ ठिक छ गर्नुपर्छ ल गाइजहरू हामी चाहिँ अब खाना खान लागेको यो चाहिँ चाउमिन खाइरहेको छ साथीहरू खाना आइसकेको छ टक्क लगाएर ल एकजना चाहिँ चाउमिन मोमो लभर हामी चाहिँ भात लभर एकजना चाहिँ पापडी हेटर ओके पापडी खानुहोस्
ल साथीहरू खानासाना खाइयो अब चाहिँ हाम्रो गन्तव्य हारती रिसोर्ट छ है त ल लागेको हामी चाहिँ गाइजहरु हामी चाहिँ होटल हारती क्राउन नजिकै पुगिसकेका छौँ यु क्यान सी यही भित्र हो होइन र आजको ठिक छ के कस्तो हुन्छ हेरौँ आई हेभ नो आइडिया यहाँ होला सायद पार्किङ स्विमिङ यहीँ छ यही हो गाइजहरु हाम्रो गाडी पार्क भइसकेको छ र हाम्रो रिसोर्ट यही हो लेट्स गो गाइजहरु लेट्स गो जाउँ साथीहरू तर जाउँछौँ हामी बुकिङ गरेर छैन बुकिङ गर्नु पऱ्यो बुकिङ गरौँला लेट्स गो ल गाइजहरू हाम्रो लगेज बोक्दै हामी चाहिँ रिसोर्टभित्र प्रवेश गर्दैछौँ हेर्न सक्नुहुन्छ सबै भरको ब्याग मैले बोकिरहेको छु हे यु क्यान सी होइन दामी छ ठाउँ चाहिँ अझै एक्सप्लोर गर्न बाँकी नै छ होइन सुरुवाती हो ल इन्ट्री गेट कलर साथीहरू झोला बोकेर अगाडि हिँड्दैछु भरिहाल्दै जस्तो देखेर एउटा चाहिँ क्यामेराम्यान पछाडि आउँदैछ हामी 1 महिनाको लागि अब यही खान्छौँ यहीँ बस्छौँ यहीँ सुत्छौँ धेरै माथि छ साथीहरू टपमा हामी टपको रुम लिएको ल फाइनली इन्टु द रुम सामान यहाँ राखेँ यहाँ सुत्ने मान्छे के हो तू साला बहुत नीच आदमी रे सांप को देखा और तेरे को देखा तो पहला सांप को छोड़ के तेरे को मारना के भन्छ यो मलाई भ्यू देखाउँछ अहिले लेट्स सी द भ्यू ओह माय गॉड चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से व्हाट इज दिस मैन दामी यार सही छ होइन साथै तपाईँले म बाहिरबाट देखाउँछु भ्यू चाहिँ दामी लाग्यो मलाई ब्याक सी द भ्यू दामी छैन त ल एटमोस्फियरिकमा यस्तो दामी रिसोर्ट बनाउनु त दामी कम्बिनेसन हो क्या त्यो एटमोस्फियरसँगको कम्बिनेसन दामी छ क्या लाइक ब्रिथ टेकिङ क्या होइन होला के हो हामी त साथीहरू एकछिन रेस्ट गर्छौँ अनि तपाईँहरू स्विमिङ पुल देखाउँछु कि हामी पुरा स्विमिङ गरेर छौँ आज चाहिँ हेर्दै गरौँ होला ल साथीहरू अब चाहिँ हाम्रो स्विमिङ टाइम गाइजहरू पनि पछाडि छन् हामी चाहिँ खतरा पाराले स्विमिङ गरेवाला छौँ आज त्यसो रमाइलो हुनेवाला छ हाम्रो होइन त साथीहरू यस साथीहरू हाम्रो बस चाहिँ स्विमिङमा रिल्याक्स गर्दै चिल्याक्स गर्न लाग्नु भएको छ ल बस लेट्स गो यु क्यान बस बसको पारै छुट्टै छैन चिसो छ पानी चिसो छ कि तातो छैन यार छिटो जान्न बस यु क्यान डु इट बस होइन म कति होला छ हेर्दा ओहो ठुलो रहेछ त ठिक छ म हेर्छु अब एकछिन साथीहरू अब हामी स्विमिङ खेल्छौँ क्यामेराम्यान ल साथीहरू पानी पर्न लागेको छ बादल गाडाङ गुडुङ गरिरहेको छ ल हेर्नुहोस् हाम्रो बस चाहिँ निस्किनेको नामै लिँदैन अर्को बस चाहिँ
रिल्याक्समा चिल्याक्स गर्दै हुनुहुन्छ र म चाहिँ यहाँ सुत्दैछु होइन। र हेर्नुहोस् माथिको आकाशमा यो बादल खतरा देखाएको छैन त। साढे 10 भइसकेको छ र हाम्रो खाना आइसकेको छ। कस्तो लाइट टल्क्यो के टल्क्यो लाइटै नपुगे जस्तो। टक्क लगाएर खानुहोस्, मजा लिनुहोस्। साथीहरू खाएर भन्नुहोस् कस्तो छ खाना। गौरवले अब भ्लगमा के अरे नराम्रो के दिन्छ ल खाएर हेर्नुहोस्। खानाको सेसन यहाँ चाहिँ हाम्रो एक्टिङको सेसन छ होइन साथीहरू। राम्रोसित देख्नु होला अलिकति पानी परेर ब्लर छ। सो हेलो एन्ड गुड मर्निङ गाइजहरू। हिजो खानासाना खाएर यसो हल्का फल्का गफ गरेर होइन हामी सुतेका थियौँ र अहिले चाहिँ बिहानको 8 बजिसकेको छ साथीहरू। र हाम्रो केटाहरू चाहिँ बाहिरै छन्। हामीले चाहिँ हिजो हल्का फल्का यहाँ लिएर आएर खाएका थियौँ होइन। अनि त्यसपछि अब बिहानको मौसम देखाउँछु, यहाँको नजारा देखाउँछु तपाईँहरूलाई। ल हेर्नुहोस् साथीहरू, खेतै खेत छ होइन, पहाड छ, उजाउ भूमि छ र यहाँको मौसमहरू क्लियर छ नि त, दामी छ नि त। यहाँबाट भ्यू देख्ने कस्तो लाग्यो, कस्तो लागिरहेको आकाश बादल। यही त हो रे हाम्रो पहिचान भनेकै, नेपालीको पहिचान भनेको यही हो क्या साथीहरू। कस्तो लागिरहेको, राम्रो छ बबाल। ल हेर्नुहोस् साथीहरू, यहाँबाट सिधै त्यसरी हामीले टपको रुम लिएको हो किनकि यहाँबाट हेर्ने भ्यू चाहिँ दामी देखिन्छ। हामीलाई थाहा थियो किनकि हाम्रो सोच, हाम्रो माइन्ड सेट चाहिँ कहिले पनि फरक हुनेवाला छैन किनकि हामीलाई थाहा थियो नि त यो ठाउँबाट हेर्ने नजारा दामी हुन्छ नि। त्यसो लुक एट द भ्यू गाइजहरू। र अब हामी चाहिँ ब्रेकफास्टको लागि निस्किनेवाला छौँ। त्यस भएर स्टे ट्युन्ड, हेर्दै गर्नु होला। स्विमिङ चाहिँ अब पोसिबल छैन होला किनकि हामीले चेकआउट गर्नुपर्नेवाला। कति बजी चेकआउट गर्नुपर्ने? चेकआउट चाहिँ यहाँबाट आई थिङ्क कति बजे 9 कि 9:30? 12 बजे हुन्थ्यो तर यहाँको प्रोटोकल अनुसार चाहिँ 9:30 भएछ। म्यानेजमेन्टले आई डोन्ट नो अब फलो गर्नुपर्छ। आफ्नो रुममा हुँदैन त्यो होइन, आफ्नो रुममा भने त भ्लग बनाउने, तपाईँहरूलाई यस्तो दृश्य देखाउने होइन, यस्तो नजारा देखाउँछ। ल साथीहरू, हाम्रो चाहिँ अब ब्रेकफास्टको टाइम खाजा लिइसकेका छौँ हामीले। ब्रेड, आलु, ससेज, फ्रुट्स, एग एन्ड टी होइन त। हाम्रो बसले चाहिँ पुरै जाम लगाउँदै हुनुहुन्छ मजाले, मक्खन पाराले मस्का लगाउँदै हुनुहुन्छ हाम्रो बसले चाहिँ। र हाम्रो अर्को बसले चाहिँ चियाको चुस्की लिँदै नजारा हेर्दै र मौसम चाहिँ एकदम क्लियर छ। हामी यो खान्छौँ होइन, त्यसपछि एकछिन रेस्ट गर्छौँ। त्यसपछि हामी यहाँबाट निस्किनेवाला छौँ। र बाटोमा हामीले अब झरना देखेँ झरनामा जान्छौँ, खोला देखेँ खोलामा जान्छौँ। र अहिलेको लागि चाहिँ यति नै हेर्दै गर्नु होला। गाडीको चार्ज
साथीहरू अब चाहिँ हामी लागेको यहाँबाट हो कि होइन यस वी आर गोइङ अब चाहिँ हाम्रो गन्तव्य घरतिर हुन्छ र घरतिर जानु पर्यो ल गाइजहरू वी आर डिपार्टिङ फ्रम भारती रिसोर्ट अनि अब हामी चाहिँ धार्के हुँदै जान्छौँ होइन एन्ड यु क्यान सी एट द ब्याकग्राउन्ड द्याट्स भारती क्राउन रिसोर्ट र यु क्यान सी यहाँबाट हुँदै अब हामी चाहिँ हाम्रो नेक्स्ट डेस्टिनेसनमा जानेवाला छौँ मच मोर इन्जोयमेन्ट एन्ड इन्टरटेनमेन्ट अब चाँडै निस्के होइन सो जहाँ मन लाग्छ जे गर्न लाग्छ गरे पनि भयो नि त 10 त बजेको छैन होला 10 त बजेको छ हो कि छैन थाहा छैन ए बजेछ 10 बजेर 6 मिनट रहेछ साथीहरू हामी चाहिँ काठमाडौँ पुग्न लागिसकेका छौँ अबको 25 मिनट्समा हामी काठमाडौँ पुग्नेवाला छौँ हुन त काठमाडौँको ट्रान्जिट पोइन्टमा छौँ हामी होइन तपाईँलाई म पछाडिको सिन पनि देखाउँछु कस्तो छ भनेर म हाम्रो बस अनि हाम्रो राजाजी मस्तले सुतेछ सुहाएकै छुट्टेछ क्या बसिरहन्छु म त दिनभरि सधैँलाई सम्झाइरहन्छु 1 2 3 अनि दिन गाउँदै सोचिरहन्छु म त दिनभरि सधैँको मनलाई सम्झाइरहन्छु सिमसिम आउने आँखाले मलाई मेरो अल्झेछ आँखाले मलाई मेरो अल्झेछ आँखालो मन पापी साथीहरू काठमाडौँ आएपछि हाम्रो थकाली सेट ल साथीहरू अब खान्छौँ र आजको भ्लग यही इन गर्नु पर्ला जस्तो छ यति भन्दै बाई बाई साथीहरू